भनिन्छ डक्टर भगवान हुन्, भनिन्छ डक्टर चाहिँ ईश्वरको प्रतिरूप हुन्। तर यहाँ के देखियो भने चितवनको घटना हेर्दाखेरि 40 मिनट चाहिँ डक्टर ढिलो भएको कारणले चाहिँ आज एकजना नवशिशु र एकजना बालकले र श्रीमानले चाहिँ आफ्नो आमा र श्रीमती गुमाउनु पुगेको छ। यो कस्तो कारणले हो? यो लापरवाहीको कारणले हो। यस्तो लापरवाही गर्ने डक्टरलाई म के भन्न चाहन्छु भने अहिलेको सरकारले तत्कालै छानबिन गरेर निलम्बन, यसलाई चाहिँ ब्ल्याकलिस्ट गरेर यसलाई चाहिँ कहिले पनि यो डक्टरी पेसामा नफर्किने गरेर यसलाई चाखुट्टा बाँधेर यसलाई चाहिँ कडाभन्दा कडा कानुनी सजाय दिनुपर्छ है। र त्यो नर्सले, त्यो कुन नर्स थियो, त्यो मुखभित्र पाइप हालेर त्यो रगत चाहिँ बमिट गरेको छ भनिएको छ, त्यो नर्सलाई पनि त्यसको लाइसेन्स पनि रद्द गर्नु पर्यो, त्यसलाई पनि कानुनी कठघरामा उभ्याउनु पर्यो। हिजोसम्म बालेन शाहलेको बुढीलाई ट्राफिक प्रहरीले रोक्दाखेरि सिंहदरबार जलाइन्छु भन्दाखेरि उहाँले यस्तो अभिव्यक्ति दिनुभयो भने आज उहाँको श्रीमती यो दुनियाँमा हुनुहुन्न। उहाँलाई कस्तो पीडा पर्यो। यो पीडा अब बालेन शाहले सुन्ने कि नसुन्ने? हाम्रो माग के छ भने कडाभन्दा कडा कारवाही होस् त्यो डक्टरलाई, त्यो नर्सलाई, र उहाँलाई चाहिँ न्याय चाहिँ दिने काम चाहिँ छिटोभन्दा छिटो गरौँ है त।